पानी चाहिँ बवाल परेछ यार। के रहेछ अरे यो खोला बगेको देखिरहेको पानी बगिरहेको छ। निकै ठुलो पानी पऱ्यो त हो। ओहो अहिले चाहिँ खोला बगिरहेको छ। बवाल पानी पऱ्यो त हौ। निकै ठुलो पानी पो पऱ्यो त। ट्याक्सी आइरहेछ यसरी। आयो 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 ट्याक्सी 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 ट्याक्सी। यो गाडी चाहिँ यहीँ पार गरेर काठमाडौँ महानगरपालिका वडा नम्बर 15 यो वनस्थली स्वयम्भू यो रिङ रोडको चाहिँ रिङ रोडबाट चाहिँ जाने बाटो पानी निकास हुने बाटो सानो भएको कारणले गर्दाखेरि चाहिँ यसरी आएको पानीहरू चाहिँ रानीवन होइन माथि नागार्जुन जङ्गलबाट आएको पानीहरू चाहिँ यसरी खोला बगेर आउने गर्छ रिङ रोडसम्म होइन। रिङ रोडबाट बाहिर जानुपर्ने हो होइन। जसरी रिङ रोडको त्यहाँबाट ढलबाट निक्लिएर निकास हुनुपर्ने हो त्यो ठाउँ चाहिँ निकास पाइपहरू चाहिँ सानो भएको कारणले गर्दाखेरि चाहिँ पानी यसरी जमिराखेको छ क्या। तपाईँहरूले देख्नुभयो होला यो होइन। यो माथिसम्मै छ यसरी जमिराखेको छ। पानी झन् ठुलो आयो पानी झन् बवाल आयो पानी। बिजुलीको पोल हेऱ्यो भने यस्तो छ होइन। पुरा मागुरको जाला जस्तो छ बिजुलीको पोलहरू। भीषण पानी पऱ्यो भीषण। उता उता त केही देखेकै छैन मैले। यहाँ त अब यो ट्याक्सीहरू यसरी बाटोमै छोडिरहेको छ पानी परेकोले। अँध्यारो छ अहिले बेलुकाको 9 बज्यो। 9 बजेको समय हो यो पुरा। पानी यसरी चाहिँ खोला बगेको छ तपाईँको। ल हेर्नुहोस् खोला छैन त खोला बगेको छ।